हेलो गाइजहरू, आज चाहिँ म डुल्दैछु होइन, यता गाउँतिर आएको छु म चाहिँ आज। यसो गाउँ भ्रमण गर्दैछु। हाम्रो यो चाहिँ गाउँ हो। अब यहाँ गाउँमा यस्ता त्यहाँ बाख्रा छ हो, यस्तो डुल्ने कार्यक्रम चलिरहेको छ। अब आउनुहोस् मसँगै मनोरञ्जन लिनुहोस् तपाईँले पनि। आज तपाईँले म आफ्नो गाउँ देखाउन गइरहेको छु। हेर्नुहोस् है, यहाँ चाहिँ स्कुल छ होइन, त्यसपछि चाहिँ ऊ त्यहाँ माथि चाहिँ मेरो घर भइहाल्यो। अनि यता चाहिँ यो बाँझो हो, योमा चाहिँ जो चर्चङ्गै गाई बस्थ्यो चराउने हो। यो बाँझोमा चाहिँ यो स्कुल चाहिँ पहिला चल्थ्यो, अहिले चाहिँ बन्द भइसक्यो। त्यही भएर यो स्कुल नै चल्दैन। यो स्कुल नै पहिला चाहिँ हामी फुटबल खेल्ने, गेमसेम खेल्ने गरिन्थ्यो होइन। अहिले चाहिँ अब बन्द भइसक्यो। गाउँमा आएर खेलिन्छ त्यही नै, तर धेरै जस्तो चाहिँ खासै फरक हुँदैन। हाम्रो बाटो चाहिँ यस्तो नराम्रो लेखा क्या, देख्न सक्नुहुन्छ यो स्कुल यही हो होइन। अब म यहाँ तल पनि हाम्रो बाँझोहरू छ, म तपाईँहरूलाई त्यो पनि देखाउने नै छु। आउँदै गर्नु होला, मेरो साथ जोडिँदै गर्नु होला। ल देख्न सक्नुहुन्छ हाम्रो तलतिरको यो चाहिँ बाँझो भयो होइन। यहाँ चाहिँ बाख्रा भैँसीहरू चर्छन्, त्यहाँ चाहिँ पोखरी छ। त्यसपछि चाहिँ म पाङ्रावाला गाडी चलाउन लाएँ, तर मलाई चलाउनै आएन के। त्यसपछि चाहिँ यो भाइले चलाउन खोजिरहेको थियो। त्यसपछि चाहिँ यो भाइले यस्तो यस्तो भन्दै चाहिँ सिकाइरहेको छ, हेर्नुहोस्। त्यसपछि मैले फेरि चलाएको, त्यसपछि त म पर्फेक्ट भइहालेँ नि, हेर्नुहोस् त ल। म च्याप उता गएर आउँदा त अनि जिएस गाउँको भाइब चाहिँ दिइरहेको थियो क्या। यो भाइले चाहिँ बब्बाल बजाउनु रहेछ कि, पाइपले नि बाजा जस्तो। ल सुन्नुहोस् है त्यो भाइ। त्यसपछि फेरि अर्को भाइ नि जोसियो, ल सुन्नुहोस् है। ल यो चाहिँ हाम्रो गाउँको सिँचाइको पानी आयो। ल यहाँ त पौडी खेल्न लाग्छ टोरी अरे। यस्तो छ यहाँ, यसको अवस्था गम्भीर छ। यस्तो हुन्छ यिनीहरूको चाहिँ तालेर अन्डर वाटर हान्ने भाइ। त्यसपछि चाहिँ केटाहरूलाई होइन टक्क डुबी खेला भनेको केटाहरू हाम्रो सुशान्त भाइले जित्न गइरहेको छ। ल भयो भयो भाइ, ओइ मोरे के हो, बचाइ त्यसलाई बचाइ ओए विनर अवार्ड गोस। त्यसपछि चाहिँ भाइहरू फेरि खेल्ने भनेर फेरि खेल्न लाग्छ। ल हेर्नु, अर्को अवस्था चाहिँ गम्भीर छ, हेर्नुहोस्। झ्याल्टी खेलिरहेछ यो चाहिँ अहिले, घरिको खेल्छ यिनीहरूलाई चाहिँ जेस चिल नै भइरहेछ, जेस बबालै मजा आइरहेछ। यस्तो फोरी पानीमा खेलिरहेछन् केटाहरू पौडी छ्या, तर केही छैन, हामीले मनोरञ्जन लिने। ल हेर्दै जाम है, फेरि केटाहरू छोइ खेल्ने भनेर अम्ला रोज देखाउन है। ल हेर्दै जाम कस्तो कस्तो हुन्छ। ल रञ्जन भाइ पर्न गइसकेको छ जो केटाहरू यहाँ खाना। ल यिनीहरू छोइ खेल्न गइरहेका छन्। जल किडा भन्छ नि, यस्तो छ है यिनीहरूको अवस्था। पौडी खेलिसकेपछि यिनीहरू डाँडाहरूको। त्यसपछि चाहिँ हामी अब यिनीहरूको कार्यक्रम सकिसकेपछि चाहिँ म नि भिडियो बनाउन एउटा कन्टेन्ट खोजिरहेको थिएँ नि त, कन्टेन्ट पनि पाएँ। त्यसपछि चाहिँ हामी चाहिँ घर फर्क्यौँ। घर फर्किँदा बाटोको अवस्था चाहिँ गम्भीर रहेछ कि गाउँको, देखाएँ। र बेनी नगरपालिकालाई यता ध्यान आकर्षण गरिदिनु हुन पनि भन्न चाहेँ है। त्यही हो, अब आजको भ्लग चाहिँ लगभग हामी अन्त्यतिर छौँ। लास्ट टाइम यो रेनिस भाइलाई नि भेटाएका थियौँ, यिनीहरूको बाख्रा चाहिँ चलिरहेको थियो। यस्तो गर्दै आजको भ्लग चाहिँ अन्त्य गर्न चाहन्छु। फेरि अर्को भ्लगमा भेटिने रहला। तपाईँले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब मेरो च्यानललाई माया गरिदिनु हुने सबैले सबै माया देखाउनु होला। र अर्को पार्टमा भेटौँला। बाई। Please don't forget to subscribe.